हामी सूर्यलाई एउटा तारा मात्रै सोच्छौं, तर हिन्दू पौराणिक कथामा उहाँ त्योभन्दा धेरै माथि हुनुहुन्छ। आखिर महाभारतका महान योद्धाहरूले आफ्नो शक्ति कहाँबाट पाए? उत्तर एउटै शक्तिशाली देवतामा गएर टुङ्गिन्छ, सूर्यदेव। अब सूर्यदेवको पहिलो भूमिका हेरौं, एक पिताको। उहाँका सन्तानहरूले त महाकाव्यकै कथा बदले। महाभारतका एक महान तर दुःखद नायक कर्ण उहाँकै छोरा थिए। यो सुरक्षा उहाँलाई बुवा सूर्यदेवबाटै मिलेको थियो। उहाँसँग जन्मजात सुनको कवच र कुण्डल थियो। तर सूर्यदेव न्यायका देवता, शनिदेवका पनि पिता हुनुहुन्थ्यो। तर यहाँ कथा अलि फरक छ। हेर्नुस् त, दुई छोरा, दुई फरक भाग्य। यसले सूर्यदेवको पितृत्वको जटिलतालाई देखाउँछ। पिताको भूमिका त भयो, अब गुरुको पालो। उहाँका सबैभन्दा प्रसिद्ध शिष्य अरू कोही होइन, हनुमानजी थिए। कथा रोचक छ। पहिले सूर्यलाई फल सम्झने हनुमान पछि उहाँकै शिष्य बने। सूर्यदेवले हिँड्दा हिँड्दै ज्ञान दिनुभयो। अब अलिकति अगाडि बढौं र उहाँको ब्रह्माण्डीय शक्तिबारे कुरा गरौं। एउटा प्रश्न, सूर्यदेवको रथमा 7वटा घोडा किन हुन्छन्? यसको पछाडि गहिरो अर्थ लुकेको छ। हो, पुराणहरूका अनुसार उहाँको भव्य रथलाई ठ्याक्कै 7वटा घोडाले आकाशभरि तान्छन्। अब यी 7 घोडाको रहस्य के हो? यिनीहरूले हप्ताका 7 दिन र इन्द्रेणीका 7 रङ्गलाई जनाउँछन्। अन्तमा सूर्यदेव एक जीवनदाता पनि हुनुहुन्थ्यो, खास गरी पाण्डवहरूका लागि। वनवासमा उनीहरू भोकले ग्रस्त थिए। अनि सूर्यदेवले उनीहरूलाई अक्षय पात्र दिनुभयो, कहिल्यै खाना नसकिने एउटा दिव्य भाँडो। यो जादुई भाँडोले हरेक दिन खाना दिन्थ्यो। यही वरदानले पाण्डवहरूको च्यान बचेको मानिन्छ। त्यसैले सूर्यदेव केवल आकाशमा देखिने गोला मात्र होइनन्, उहाँको भूमिका निकै जटिल छ। उहाँ शक्तिशाली पिता, दिव्य गुरु, ब्रह्माण्डको सञ्चालक र जीवनदाता हुनुहुन्छ। अब सोच्नुपर्ने कुरा, सूर्यदेवको कुन भूमिका सबैभन्दा शक्तिशाली हो? एक नायक बनाउने, ज्ञान दिने वा जीवन बचाउने?